दुबईको अलेन्जु जाने सोचिरहनु भएको छ भने चाहिँ मेरो जस्तो गल्ती नगर्नु होला। हामीले चाहिँ अगाडि नै टिकट काट्नुपर्ने रहेछ अनलाइनबाट क्या हैन। हामीले चाहिँ अगाडि नै टिकट नकाटिकन वहीँ गएर काटौँ जाने त हो भनेर चाहिँ हामीले नकाटिकन गएको भएर लास्टमा त क्या हैन। अनलाइनबाट चाहिँ 25 कि कति पर्ने रहेछ, रियलमा चाहिँ यस्तै 35 समथिङ पर्ने रहेछ क्या त्यहाँ, मतलब फिजिकली चाहिँ। त्यही पनि केही छैन भनेर हामी चाहिँ गयौँ। अनि तर त्यहाँ चाहिँ क्या ट्याक्सीमा चाहिँ भित्रसम्म जानु मिल्ने रहेछ, कत्रो ठुलो एरिया रहेछ कि यताबाट फर्स्टमा इन्ट्रान्स चाहिँ। अनि हामी चाहिँ ट्याक्सीलाई त्यो बाहिर गेटदेखि टिकट काउन्टर त्यहाँ देखेर चाहिँ हामीले ट्याक्सीलाई ल हामी जान्छौँ, मलाई यहीँबाट हिँड्दै जानु मिल्ने त होला भनेर अनि हामीले ट्याक्सीलाई बाई गरेर आयौँ। भएर लास्टमा त त्यो गार्डले त यहाँ होइन ट्याक्सीमै जानुपर्छ भित्रसम्म भन्दै भने क्या। अनि फेरि ट्याक्सी नपाएर पर्खिँदा क्या लास्ट हैरान। अनि त्यस फेरि धन्न त्यो ट्याक्सीको नम्बर लिएको थियौँ र हामी फेरि ट्याक्सीमा गयौँ क्या भित्रसम्म। यत्रो ठुलो एरिया छ गाइज होइन। अनि तर जे होस् पैसा चाहिँ असुलै हुने खालको छ क्या। स्पेसली किड्सहरू छ भने होइन फ्यामिलीहरूको लागि चाहिँ दामी हुन्छ क्या। अनि यहाँ चाहिँ जाडो महिनामा जाँदाखेरि दामी हुने रहेछ गाइज, किनभने यत्रो ठुलो एरिया छ, पुरा हिँड्दा हेर्दै मजा आउने खालको क्या होइन। अनि हामी चाहिँ त्यो बेला यस्तै 5-6 बजीतिर पुगेको थियौँ, किनभने 7 बजी क्लोज भइहाल्ने रहेछ। अनि हामीले त्यस्तो धेरै पुरै एक्सप्लोर गर्न पाएन, किनभने 7 बजी त क्लोज गर्ने रहेछ नि त। त्यही भएर अनि हामी चाहिँ छिटो यताउति हिँड्यौँ। तर यत्रो ठुलो एरिया छ। नेक्स्ट टाइम चाहिँ म जाडो महिनामा जाने सोचिरहेको छु क्या। जाडो महिनामा गयो भने चाहिँ मस्त डुल्न घुम्न हिँड्न मजाले आनन्द हुन्छ नि त। अहिले हल्का गर्मी पनि भइरहेछ। म पनि तपाईँहरूलाई सजेसन दिन्छु कि जाडो महिनामै जानु होला, किनभने यस्तो ठुलो एरिया छ, हिँड्दा गर्नुपर्छ कि। तर दामी छ कि एकदम दामी छ। मलाई चाहिँ कस्तो दामी लाग्यो क्या। म चाहिँ अब अर्को महिना जाडोमै जान्छु। तपाईँहरू पनि सोचिराख्नु भने चाहिँ जाँदा हुन्छ। स्पेसली बच्चा बच्चीहरू छ भने चाहिँ बच्चा बच्चीहरूलाई लिएर जाँदा हुन्छ कि, किनभने पुरा उनीहरूले फुल्ली इन्जोय गर्छन् क्या। किनभने ओपनली हेर्न पाउँछ कि त्यहाँनिर सबै चिजहरू हुँदैन, त्यो गहीहरू जिराफहरू सबै त्यो क्या ओपन